Hello guys, welcome back to my channel. It's your boy Saurabh back again with a new vlog. स्वदेशी केटो विदेशी ठाउँमा नयाँ भ्लग लिएर आइसकेको छ। आज चाहिँ क्रिसमस कामसाम थिएन, बिदा थियो र आज मलाई दाइले फिल्म हेरेर बोलाउनु भयो र म चाहिँ फिल्म हेर्न रेडी भएर टक्क लाएर बाहिर क्लिप खिच्न थालिहालेँ ठ्याक्क पारेर। अनि मैले लिफ्ट बोलाएँ। लिफ्ट चाहिँ 5th फ्लोरमा थियो र 5th फ्लोरमा म लिफ्ट सिफ्ट चढेर सिधै तल गएँ र मैले चाहिँ बाइक निकालिनँ किनभने मेरो अपार्टमेन्ट चाहिँ सिटीमै हो र हल पनि सिटी नजिकै छ। अनि म सिटीको हल्का भ्यू खिच्दै ठ्याक्क लाएर हिँड्दै वाकमा मजाले गएँ। टाइम पनि मजाले भ्याइरहन्थ्यो र सिटी चाहिँ अलि सुनसानै थियो किनकि क्रिसमस चलिरहेको छ र क्रिसमस चाहिँ प्राय सान्टा क्लज भिलेज र हेलसिङ्कीतिर जान्छन् र दाइले मलाई टिकट पनि थमाइदिनु भयो र हामी सिधै हलतिर लाग्यौँ। हलमा गएर चाहिँ हाम्रो टिकट टक्क लगाएर चेकआउट गरेर टक्क वेट गरेर बस्यौँ कतिखेर फालो आउँछ भनेर। अनि हामी चाहिँ फालो आएर हामी हलभित्र छिर्यौँ र हामीलाई 3D ग्लास प्रोभाइड गरियो। अनि 3D मुभी हेर्न थालियो। हामीले चाहिँ अफ्तार 3 मुभी हेर्न गएको थियौँ र त्यो हल्का क्लिप पनि खिचेको थियो, इन्जोय गर्नुहोस्। र फिल्म चाहिँ यति नै थियो र यो चाहिँ लास्ट पार्ट। अनि हल्का त्यसको पनि हल्का क्लिप्स हालिदिउँ न त भनेर क्लिप्स खिचेँ। अनि फिल्म पनि सिद्धियो। अनि हामी सिटी आयौँ। सिटी आएर चाहिँ खाजा खाने प्लान भयो हाम्रो। अनि हामी खाजा खान गयौँ र खाजामा चाहिँ पिज्जा मगाएको थियौँ। पिज्जा चाहिँ एकदम टेस्टी देखेको थियो। अनि हल्का मैले बोनस क्लिप्स पनि एड गरिदिएको छु जुन चाहिँ हजुरहरू अब इन्जोय गर्नुहोस्। अरोराको बोनस क्लिप्सपछि सिधै म मेरो अपार्टमेन्टमा आइपुगेँ र अपार्टमेन्टमा आएपछि मलाई एकदमै रिलिफ फिल हुन्छ। म लामो सास फेर्छु फाइनली अपार्टमेन्ट भनेर। र आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। होप यु गाइस लभ माई भिडियो। डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।